नमस्कार। यहाँहरूलाई मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानलमा नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म प्र्याक्टिस यानि कि अभ्यासको बारेमा चर्चा गर्न चाहन्छु। कुनै पनि क्षेत्रमा दक्षता हासिल गर्न वा कुनै पनि चिज प्राप्तिको लागि गरिने निरन्तर प्रयासलाई प्र्याक्टिस भनिन्छ। कुनै पनि मान्छेले एउटा स्पेसिफिक सेक्टरमा निपुणता हासिल गर्नको लागि धेरै कुराको भूमिका रहेको हुन्छ। यद्यपि प्र्याक्टिस यानि कि अभ्यासको महत्त्वपूर्ण भूमिकालाई कसैले नकार्न सकेको छैन। पर्याप्त स्रोत साधनको बावजुद पनि निरन्तर अभ्यास बिना निपुणता सम्भव छैन भन्ने कुरामा धेरै विश्लेषकहरूको सहमति रहेको छ। तसर्थ हामी यो भन्न सकिन्छ कि कन्सिस्टेन्ट प्र्याक्टिस इज द फाउन्डेसन अफ मास्टरी। क्यानाडियन लेखक माल्कम ग्ल्याडवेलले आफ्नो बुक आउटलियर्स द स्टोरी अफ सक्सेसमा 10,000 आवर्स रुलको बारेमा चर्चा गरेका छन्। यसमा उसले भनेका छन्, न्यूनतम ज्ञान समेत नभएका कुनै पनि मान्छेले कुनै पनि सेक्टरमा आफ्नो जीवनको 10,000 घण्टा प्र्याक्टिसको लागि खर्चिने हो भने उसले त्यसमा निपुणता हासिल गर्न सक्छ। हामी सबैले आफ्नो जीवनमा यसको अनुभव गरिरहेका हुन्छौँ। जस्तो कि एउटा बच्चाले निरन्तर बोल्ने अभ्यासबाट राम्रोसँग बोल्न सक्नु, निरन्तर उभिने र हिँड्ने अभ्यासबाट राम्रोसँग उभिन र हिँड्न सक्नु निरन्तर अभ्यासका परिणामहरू हुन्। एउटा बच्चा समयसँगै निरन्तर अभ्यासपछि बोल्न, उभिन र हिँड्न कसरी सम्भव भयो त? किनकि उसले कहिले हार मान्न जान्दैन। उसको प्रयास निरन्तर जारी रहन्छ र ऊ सफल हुन्छ। तर जब हामी हुर्किँदै जान्छौँ, डिस्ट्र्याक्सनका धेरै कुराहरू हाम्रो जीवनमा थपिँदै जान्छ। तब फोकस र धैर्यता जस्ता चिजहरू हामी गुमाउँदै जान्छौँ र निरन्तर अभ्यासको कमीले धेरै मान्छेहरू असफलताको शिकार बन्न पुग्छ। तसर्थ संसारमा आफ्नो सेक्टरमा सफलता हासिल गरिसकेका जति पनि व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूको सफलताको मुख्य राज नै लामो समयको निरन्तर अभ्यास हो। निरन्तर प्रहारको कारण एउटा पानीको थोपाले समेत चट्टानमा खाल्टो बनाउन सक्ने क्षमता राख्दछ। त्यसैले निरन्तर अभ्यासको महत्त्व र प्रभावलाई बुझी आत्मसात गर्दै अगाडि बढ्ने हो भने हरेक व्यक्ति सफलताको भागीदार बन्न सक्छ। यसै विषयवस्तुसँग सम्बन्धित चित्रकार पाउलो पिकासोसँग जोडिएको एउटा किस्सा म यहाँ सुनाउन चाहन्छु। एउटी महिलाले पाउलो पिकासोलाई भेटेछ र चित्र कोर्न आग्रह गरेछ। पाउलो पिकासोले करिब 30 मिनट लगाएर एउटा सुन्दर चित्र कोरी ती महिलालाई दिएछन् र भनेछन्, यो चित्रको मूल्य $50,000 पर्छ। ती महिला छक्क पर्दै भनेछ, यति छोटो समयमा यस्तो महँगो चित्र बनाउने यो अद्भुत कला मलाई पनि सिकाइदिनुहोस् न भनी पाउलो पिकासोलाई भनेछ। र पाउलो पिकासोले भनेछ, 30 मिनटमा यति सुन्दर चित्र कोर्न मलाई करिब 30 वर्षभन्दा बढी समय लाग्यो। तसर्थ यदि तपाईँले पनि आफ्नो जीवनको 30 वर्ष यो क्षेत्रलाई दिनुहुन्छ भने म तपाईँलाई पक्कै पनि सिकाउने छु। यसको अर्थ सफलता कुनै पनि कुरामा रातारात हासिल हुने कुरा होइन, लामो समयको निरन्तर अभ्यासबाट मात्र सम्भव छ। हस् त
आजको भिडियो यति नै। यहाँले पनि एउटा स्पेसिफिक सेक्टरलाई छानी त्यसमा सही तरिकाले सही डाइरेक्सनमा र सही नलेजका साथ निरन्तर अभ्यास गरी सफलताको उचाइ चुम्नुहुनेछ भन्ने आश गर्दै आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।